22 वर्षकी हुँदाखेरि मेरा 3टा बच्चा मैले हुर्काएँ। ठुलो छोरोले एसएलसी बिगारो अनि बुवाले गाली गर्दैछ, हिँडो 16 वर्षको उमेरमा कता गयो आएन। 7-8 वर्षमा फेरि आयो। ऊ हिँडो कार्तिकमा, बुवाको मरण माघ 4 गते भयो। कान्छो छोरो त छ, बाउको क्रिया गरो हुँदाहुँदै अब ठुलो छोरो 56 सालमै विपत्ता भयो। माइलो छोरा खसो। कान्छो छोरो पनि 67 सालमा विपत्ता भयो। छोरो खोजी पाऊँ भनेर सबैतिर खोजी हिँडेको छु। छोराहरू पाइएको छैन। म एक्लैले के गर्नु कसो गर्नु, कहिलेकाहीँ त बौलाउनु जस्तो हुन्छ र पनि त्यसरी आत्तिएर हुँदैन जस्तो लाग्छ। भात खाँदै थियो बेलुका राति 10 बजे, अनि को मान्छेले बोलाए, आएर थपक्क लिएर गए। 2 जना आए। अनि अब हिँडेको केटो हिँडे फर्केर अहिलेसम्म आएन मेरो ठुलो छोरो। कान्छो छोरो त मेरो 67 सालमा हिँडेको हो। काममा जान्छु भनेर हिँडेको, यहाँबाट शनिबार हो, शान्ति भएर मजाले काम गरेर खाने थियो। अब कसले के गरे, मारेको छ कि जिउँदो छ कि, यहाँ म हेर्न लाउँछु। सबैतिर जोखानाहरू लगाइछु, धामीहरूलाई सबैतिर गइसकेँ। अब कोही छ भन्छ, कोही छैन भन्छ। कसका कुरा के भएर पत्याउनु र कतातिर के गर्नु। सबै मैले कागजपत्र एकट्ठा त्यो ठुलो छोरोको चाहिँ गरेर जम्मा गरेर शान्ति समितिमा जिम्मा लाएँ। अनि अब यिनीहरूलाई के गरेर सिडिओमा राखेको थियो। अस्ति बुझ्न गएको छैन, डढो भनेर भन्नुभयो। आगो लगाइदिएर चाहिँ सबैको डढो भन्दैछन्। यत्रो वर्ष केही भएन, हुन्छ भन्नुहुन्छ, गरिहाल्छौँ हामी, हुन्छ भन्नुहुन्छ। अब त्यो त भगवान् जानुन् केले दिँदैन, किन यस्तो नभएको हो, म त केही बुझ्नै सक्दिनँ। म जस्तो दुखी कोही हुन्न परोस्। दुःख त अब छ नि हजुरलाई। रोएर हिँड्नु पनि भएन कि मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेको छ भने जस्तो गरेर हिँडिरहेको छु। मेरो सङ्घर्ष चाहिँ म गर्न सकूँ, अझै पनि मेरो शरीरलाई म आफूले सङ्घर्ष गरेरै खाऊँ भन्ने म सोच्दैछु। मेरो त्यो विचार चाहिँ कहिले पनि हरण हुँदैन र म गर्न सक्ने नै छु।